च्याउ कति मिठो हुन्छ बिहा नभइदिया भए, आँप कति मिठो हुन्छ कोया नभइदिया भए, लिची कति मिठो हुन्छ भित्र त्यो गेडा नभइदिया भए, अनार कति मिठो हुन्छ त्यो भित्र अलिकति चुस्न पाउँदा भित्र गेडा हाल्छ बीज हाल्छ, कति नराम्रो हुन्छ के होइन सर भन्नुहोस् त? एकदम एकदम त्यति मिठो फल आँप पुरै खलात खुलुदै खान पाए के हुन्थ्यो कोया नभइकन। तर अर्को आँप फलाउने साहस त कोयामा हुन्छ नि, खाएको चिजमा हुन्छ र हुँदैन। हजुर यता त नराम्रो चिज भयो, त्यो डिस्टर्ब अप्ठ्यारो भयो, स्वादलाई डिस्टर्ब भयो। अवरोध गर्यो त्यसले। अवरोध गर्यो, अप्ठ्यारो भयो, डिफिकल्टिज भयो, तर त्योसँग प्रोडक्सन छ कि सर। जीवन त्यही हो, अप्ठ्यारोमा सफलता छ। अनि दुःख पाएँ, पीडा पाएँ, मेरो दुखी जीवन, यस्तो जीवन, ए बाबा त्यो त आँपको कोया हो, अरू आँप फलाउँछ त्यसले। भनेको हाम्रो जीवनमा आइपर्ने दुःख कष्ट पीडा चुनौती भनेको आँपका कोयाहरू हुन्। कोया हुन्, त्यसले अरू आँप फलाउँछ, सक्ने ताकत राख्छ, त्यो प्रोडक्सन हो, त्यो सफलताको